हेलो गाइजहरू धेरै पछि भिडियो बनाउँदैछु। आज चाहिँ हामी सबै केटाहरू भएर शिरबारी जाँदैछौँ होइन। शिरबारी चाहिँ टक्क नाइट स्टे हान्न पहिला हुनेछ। लगभग 10-12 जना हुनेछौँ सबै भएर के हुनेछ सबै त्यहाँको दृश्यहरू सबै देखाउनेछ। यहाँ चाहिँ अहिले फिलहाललाई 2टा छ साधन, केटाहरू यहाँ छन् यति। टक्क यहाँबाट चाहिँ लागिन्छ अब एकछिनमा है। ल हामी चाहिँ हिँड्यौँ टक्क अब सबैजना रेडी भयो। दुईजना चाहिँ पोखराबाट आउँदैछन्। अब चाहिँ हिँडेको हामी फाइनली गाइजहरू हामी चाहिँ हेलु आउन सफल भइएछ। अहिले चाहिँ हेलु टक्क यहाँ हेलु चोक। अब यहाँदेखि सिधा अगाडि तल यताको बाटो जाने ठ्याक्क यता गाइज। हामी चाहिँ फाइनल्ली अर्जुन चोक पारी आउन सफल भयो। यहाँ चाहिँ अर्जुन चोक पारी यहाँ छ। यहाँ टक्क केटाहरू आउँदैछ त्यहाँबाट। यहाँदेखि माथि जाने यहाँ चाहिँ केटाहरू हामी जान पर्ने चाहिँ हो माथि गई वहाँनिर, तर अहिले हामी यता ढुक्क ल ल ल गाइजहरू हामी चाहिँ ल अफरोड हिँड्नै छ अझै हिँड्नु। यस्तो छ अवस्था यस्तो। हामी अब के गर्ने हेर्नु त्यस्तै भयो। अब हालत खराब हुन्छ आज। केटाले ढिलो गर्दै झन् लफडा भयो। बाटो यस्तो छ अफरोड आउँदैछन्। हालत चाहिँ केटाहरू आउँदैछ अझै। के छ सचिन ढुक्कानी बाटो कस्तो छ बाटो ए डेन्जर। ल अब माथि गएर भेटौँला गाइज। पुरानो जमानाको घर मिठो है, कोही बास बस्दो रहेछ यहाँ पनि रहेछ। तर बाटो त फेरि मिठो अफरोड छ है। हामी जानुपर्ने चाहिँ थाहै छैन माथि होला। ल गाइज फाइनली हामी चाहिँ शिरबारी आउन सफल भयो। अहिले चाहिँ ट्याक्क शिरबारी अलि पछाडि गएर शिरबारी आइयो। ल वेलकम टु शिरबारी। ल यहाँ ठ्याक्क ल हामी चाहिँ शिरबारी आइयो अहिले चाहिँ। ल फाइनली आइयो हामी चाहिँ। बाटो कस्तो थियो गाइज? ओहो कस्तो थियो केटा बाटो? ल अब चाहिँ यहाँ टक्क शिरबारी आइसक्यो। अब शिरबारीमा चाहिँ मिठो बसिन्छ अनि गाइजहरू हामी चाहिँ फाइनल्ली शिरबारी यहाँ अब माथि जानु लाग्यो। आज चाहिँ टक्क यहाँ चाहिँ केटाहरू छन्। आजको बास चाहिँ टक्क अब माथि जानु लाग्यो। माथि गएपछि अलिअलि के हुन्छ त्यो देखाउनेछु। फाइनल्ली शिरबारी ल त आइयो जस्तो जस्तो भयो नि। दुःख भयो धेरै नै। के गर्ने हामी चाहिँ फ्रेस भएर टक्क हिँडिसक्यो। अहिले चाहिँ अब उता केटाहरूसँग जाने भने छ। टक्क उता केटाहरू छन् हिँड्यौँ हामी चाहिँ। तिम्रो नाम परिचय पाम हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम कता हिँडे बंधन मन के सैया मन की गैया